आज म तपाईलाई एउटा गम्भीर प्रश्न सोध्न चाहन्छु। यदि तपाई आज मर्नुभयो भने तपाई स्वर्ग जानुहुन्छ कि नर्क? धेरै जसोको जवाफ हुन्छ म त राम्रो मान्छे हुँ, म स्वर्ग जानै पर्छ। तर बाइबलले भन्छ स्वर्ग जान राम्रो हुनु मात्र पर्याप्त छैन। तीनवटा यस्ता गल्ती छन् जुन तपाईले जानी नजानी गर्नुहुन्छ र जसले तपाईलाई स्वर्गबाट टाढा राख्न सक्छ। पहिलो गल्ती आत्मधर्मिता अर्थात् म आफै राम्रो छु भन्ने सोच। धेरै मानिसहरू सोच्छन् म कसैको हत्या गरेको छैन, चोरी गरेको छैन, म धर्मी छु। तर परमेश्वरको दृष्टिमा हाम्रो राम्रोपना पनि अपूर्ण छ। यसैया 64 को 6 मा लेखिएको छ, हाम्रो सबै धर्म कामहरू फोहोर लुगा जस्ता छन्। परमेश्वर हाम्रो बाहिरी काम मात्र होइन, हृदय हेर्नुहुन्छ र त्यहाँ हामी सबै पापी देखिन्छौँ। धेरैले येशूलाई अस्वीकार गर्छन् किनभने उनीहरूलाई लाग्छ म आफै राम्रो छु। तर यही सोचले स्वर्गको ढोका बन्द गरिदिन्छ। दोस्रो गल्ती पश्चाताप नगर्नु। कति मानिसहरू पापलाई सामान्य ठान्छन्। सबैले त गर्छन् नि, के फरक पर्छ? तर येशूले लुका 13 को 3 मा भन्नुभयो पश्चाताप नगरेसम्म तपाई नाश हुनुहुनेछ। पश्चाताप भन्नाले पापबाट फर्कनु, मन फेरिनु र परमेश्वरतर्फ फर्कनु हो। बिना पश्चाताप हाम्रो धर्म कामहरूले स्वर्गको ढोका खोल्न सक्दैन। तेस्रो गल्ती येशूलाई अस्वीकार गर्नु। कसैले भन्छन् सबै धर्म एउटै हुन्, येशू मात्र किन? येशू आफै भन्नुहुन्छ म नै बाटो, सत्य र जीवन हुँ। कुनै मानिस पनि मेरो माध्यम बिना पिता कहाँ जान सक्दैन। अरू यस्तै भिडियो हेर्नको निम्ति मेरो सोल्जर अफ क्राइस्ट फेसबुक पेजलाई फलो गर्न र मेरो युट्युब च्यानल सञ्जय मुर्मुलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भिडियो उपयोगी लाग्यो भने शेयर गर्नुहोस्, तपाईको विचार कमेन्टमा लेख्नुहोस्। Amen. God bless you everyone.